यो दमकमा बनेको भ्यू टावर नामकै कारणले गर्दा भ्यू टावर नाम र बदनाम गर्नाले यो जल्नु पर्यो। यो न भ्यू टावर नभएर यो बिजनेस टावर हो साथीहरू। एउटा कुरा ख्याल गर्नुहोस्, यसमा ठुल्ठुलो बिजनेस गर्ने मान्छेहरू अफिस कार्यालयहरू राख्नको लागि, पूर्वतिरको बिजनेसको लागि, त्यहाँको वातावरणको लागि, बिजनेस गर्नको लागि यो बनाइएको एउटा टावर हो। यसमा ब्याङ्कहरू, कम्प्लेक्सहरू, यसमा ठुल्ठुलो अफिसहरू बस्ने यो बिजनेस टावरको रूपमा बनाइएको थियो केपिओले त्यो एरियामा, त्यो ठाउँको विकास गर्नको लागि। तर यसलाई भ्यू टावर भनेर धेरैले भने। भ्यू टावर हेर्नु, केपिओले त्यस्तो ठाउँमा गएर भ्यू टावर बनायो, यस्तो खर्च गर्यो भन्नेहरूले बुझ्नुपर्ने कुरा हो। यो बिजनेस टावर पूर्व एरियामा भएको अफिस कार्यालयहरू सबै बसेर त्यसमा देश बनाउने उद्योग धन्दाहरू गर्नको लागि, बिजनेस गर्नको लागि बनाएको एउटा टावर थियो। यसले कति आम्दानी दिन्थ्यो, के गर्थ्यो, यसले कति भविष्यको सोचेर बनाएको थियो। तर यसलाई बदनाम गरेर जलाउने काम भयो। तपाईँहरू के भन्नुहुन्छ यसलाई साथीहरू?